हेलो गाइस, के छ तपाईँहरूको खबर होइन? आज निकेश दाइले दाढी काटेर एकदम ह्यान्सी ह्यान्सी देखिएको छ होला होइन? ल होइन यस्तै छ, अब काम धमाधम चलिरहेको छ। यहाँ इँटा भिजाउने काम, त्यहाँनिर काम एकदम एकदम चलिरहेको छ। अब कलेज छुट्टी भयो भनेर खुसी भएको। अब यसरी काम गर्नु परेपछि यस्तो 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 धुलै धुलो भएर काम गर्नु परेपछि छुट्टी भएको र नभएको अर्थै भएन क्या। तर पनि केही छैन, आफ्नै काम हो, गर्नुपर्छ काम। अब त्यहाँनिर अब यो अलिकति जोडाइ हान्ने रे, यहाँ इँटामा पानी लगाइराखेको छु। काम यसरी नै चल्दैछ, एकदम रमाइलो छ। अब 1 गते आउँदैछ, 1 गते मेला यसो घुम्न जानु पर्यो भनेको। अब हेरौँ, अब यहाँ काममाबाट फुर्सद मिलेछ भने पक्कै पनि जानेछु म। एकदम काम धमाधम भइरहेको छ। हस् त गाइज, फेरि भेट्दै गर्नुपर्छ।